हेलो सबैलाई नमस्ते वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म चाहिँ यत्तिकै घाम जाडो परिरहेको छ, यत्तिकै बसिरहेको छु। बाबुको चाहिँ इक्जाम सुरु भइसकेको छ। हाम्रो बाबुको चाहिँ इक्जाम सुरु भएर यहाँ पढेर बस्नु भएको छ। हाम्रो बाबु पुनः गुरुङ चाहिँ हाम्रो बाबुको चाहिँ इक्जाम सराउन्डिङ हो। बाबु चाहिँ धेरै पढ्नु भएको छ। हामी चाहिँ यतिकै बसिरहेको छौँ। हामीले चाहिँ पुसे 15 लोसार चाहिँ एकदम राम्ररी मनाइयो। हजुर नबोल न, भिडियोमा हाम्रो पुसे 15 चाहिँ एकदम रमाइलो भयो। हजुरहरूको के भयो कस्तो भयो पक्कै नै हजुरहरूको पनि रमाइलो भयो होला। हामी चाहिँ रमाइलो भयो, नाचगान पनि भयो। हाम्रो कलाकारहरू पनि आउनुभएको थियो, विशेष श्याम राणा अनि रुपी राणा पनि अनि रुपी सिन्जाली मगरहरू आउनुभएको थियो। मैले चाहिँ भिडियो खिच्न चाहिँ पाएन भन्नाले नि त्यत्तिकै बेलुका पख गइयो। मोबाइल चाहिँ यत्तिकै चार्ज नभएर घर चाहिँ छोडेर गइयो। हजुरहरूलाई चाहिँ मैले के गरेछु देखाउने छु, ल हेरिदिनु होला है त। ल हाम्रो चाहिँ यहाँ चाहिँ बिहान भइसक्यो। बिहान भएर पनि यत्तिकै पिरो लगाइरहेछ। यहाँ चाहिँ लिपलाप भइसक्यो। यहाँ पनि लिपेर सर्लक्क यहाँ चुलाबाट सर्लक्क लिपेर वहाँसम्म पुर्याउनु पर्छ। मैले चाहिँ यो लिपेर पनि भ्याइसकेँ। भ्याएर हाम्रो यहाँ चाहिँ सिन्की छ, सिन्की पनि ठिसठास भइसक्यो। दुईवटा डिब्बामा भइसक्यो। एउटा यो सानो डिब्बाको चाहिँ अलिक पहिला खाने भनेर अलिक छिटै बनाएको सिन्की चाहिँ हो। यो ठुलो चाहिँ अस्ति भर्खर बनाएको, यो चाहिँ पुरै मुलाको सिन्की हो। यो चाहिँ यहाँ चाहिँ हाम्रो भात उम्लिसक्यो। यहाँ चाहिँ दाल रेडी भइसक्यो। यहाँ चाहिँ हाम्रो अब साग रेडी हुँदैछ। यहाँ चाहिँ म यत्तिकै बसिरहेको छु। यहाँ चाहिँ यत्तिकै पकाउने बाबुलाई अब एकछिनमा उठाएर स्कुल पठाउन पर्ने भएको छ। चाहिँ म चाहिँ यत्तिकै बसिरहेको छु खाना बनाएर। हाम्रो चाहिँ यहाँ पनि छ है चुला, यहाँ पनि यस्तो खाले चुला। यहाँ यस्तो खाले हाम्रो चाहिँ चुला चाहिँ दुईवटा छ। यहाँ चाहिँ हाम्रो दाउरा लिएर यहाँ गुडुम पारेर राखेको छौँ। यहाँ चाहिँ वरिपरि यहाँ बाँसको घर भएको छ। यहाँ बाँसको घरले चिसो हावा आउँछ भनेर वरिपरि सेतो छेकेर बसेको छ। यहाँ यो हाल्यो भने चिसो हावा आउन्न भनेर। यहाँ चाहिँ जङ्गल जाने झोलाहरू छ। यो चाहिँ यहाँ जङ्गल जाने झोलाहरू यो हाम्रो सासू परेको चाहिँ दुईवटा झोला, एउटा पुरानो भएर चेटेको छ। भर्खर चाहिँ बिहान हुँदैछ हो, जाडो छ जाडो। ल हाम्रो टोरी चाहिँ अहिले पुरै फुल खेलिसकेको छ। एकचोटि जोटाएर नउम्रेर फेरि छरेको पानीले उ गरिदिएर। पहिला छरे भए तोरी त्यस्तो हुन्थ्यो। त्यहाँनिर पल्तिर को घरनिर टोरी सबै दाना पल्टिसकेको छ। हाम्रो घरतिर पुरै यस्तो भइरहेको छ। हाम्रो भैँसीको हालत खराब भएछ। भैँसीको दाम त फुत्के छैन आज त बाख्रा खोरमा त शीत परेर रहेनछ। आज त ओबानै छ हौ शीत। ल हाम्रो यो चाहिँ सेमीको झाल है, सेमीको झाल। टोरी चाहिँ यत्तिको भएछ हौ अहिले। तोरी चाहिँ सधैँ तेल चाहिँ किनेर खान पर्थ्यो भने अहिले चाहिँ पर्दैन। हामीले तोरीको तेल किन्न पर्दैन, हाम्रो तोरीले खाना पुग्छ। पहिला चाहिँ खेती गर्न नजानेर तोरी हुन्थेन, 2-3 पाटी स्याहारिन्थ्यो भने अहिले 2 मुरी अझै राम्रो हुने नि 3-4 मुरीसम्म हुन्छ। तर यहाँ चाहिँ यही मात्रै हो तोरी हुने भनेको, तल खेत नहुन्न। हाम्रो आलु के भएर मऱ्यो आलु चाहिँ मऱ्यो। हाम्रो आलुको पात चाहिँ यस्तरी मरेर यस्तो भएको छ। गाइस हजुरहरूको आलु कस्तो के हुँदैछ? हाम्रो आलु चाहिँ सबै मरिसक्यो। छेउछेउमा लौरी सेमी हो यो चाहिँ पाको सेमी आलु। हाम्रो आलु अहिले चाहिँ धेरै लगाएको। पहिला बढ्दा चाहिँ हल्दी ठुलो भएको थियो भने
अहिले चाहिँ आलुको हालत चाहिँ यस्तो छ भनेपछि हाम्रो यो मकै चाहिँ थोरैमा लाएको छु मैले। हाम्रो टमाटरले पनि झेकेर पाइन्छ। यहाँ चाहिँ बन्दाकोपी, यहाँ चाहिँ प्याज पनि लगाइसक्यौँ हामीले चाहिँ। म चाहिँ यहाँ दाल झान्नलाई जोजा लिन आइरहेको छु। पानी पनि कुलोमा आइरहेको रहेछ, सानो पित पानी आइरहेछ। मेरो लसुन, मेरो धनियाँ चाहिँ अहिले एकदमै राम्रो भएको छ। लसुन धनियाँ यहाँनिर साग पनि राम्रो भएन, लसुन र धनियाँ राम्रो भएको छ। त्यहाँ चाहिँ काउली बन्दा पनि राम्रो भएको छ। त्यहाँ चाहिँ काउली बन्दा चाहिँ पनि राम्रो भएको छ। मेरो प्याज चाहिँ यहाँनिर हो। मेरो प्याज अलग्ग राम्रो भइरहेको छ। म चाहिँ यस्तो गरेर बसिरहेको छु। यहाँ चाहिँ प्याज निकै राम्रो भएको छ हौ। प्याज हाम्रो प्याज अस्ति भर्खर लगाएको यो चाहिँ प्याज। म चाहिँ जोजा दाल झाने जोजा लिन आएको हो। जोजा, यसलाई चाहिँ जोजा भन्छ। दाल झान्दा चाहिँ अचम्मै मिठो हुन्छ यो जोजा चाहिँ। धनियाँ जोजा लसुन लगाएर जाँदैछु म चाहिँ। यहाँ चाहिँ माछा फ्राई हुँदैछ। यहाँ चाहिँ खसीको मासु हो। डिप्सन हेलो हेलो। यहाँ चाहिँ म यत्तिकै बसिरहेको छु। यहाँ चाहिँ हाम्रो माछाको नारायणी तिरको माछाको चाहिँ यो चाहिँ टाउको। म चाहिँ यत्तिकै बसिरहेको छु। यस्ता जाब म घुस त्यो त्यति मिठो मलाई त्यस्तो जाब मेरो छोरीहरूले कति गुनासो गरिरहेछ के त गुनासो गर्ने मैले के गरेर कति गुनासो छ मेरो छोरीहरूको। मैले के गरेँ तपाईँहरूलाई के थाहा? अनि मैले कसरी के गर्छु त गुनासो गर्ने माथि मेरो छोरीहरूको गुनासो छ। मेरो बुढो त जान्नु त्यहाँ मेरो कोदोको रोटी चाहिँ सबै बिग्रियो यस्तो भएको छ। कोदोको रोटी बिग्रियो। हामी भर्खर जङ्गलबाट आएका छौँ। यहाँ पानी चाहिँ बाख्राको लागि हुँदैछ। यहाँ चाहिँ फेरि नास्ता बनाउँदै अब भातहरू भुट्दै अचार म छु। यहाँ हाम्रो बाबु पुनप छन्। पुनपले रोटीसोटी खाएर भर्खर बसेका छन्। मोबाइल हेर्दै छ हाम्रो बाबुले चाहिँ। यहाँ चाहिँ अचार, यहाँ चाहिँ भात, यहाँ चाहिँ भात भुट्दैछु अब। हेलो, मेरो तरकारी चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो के अरे काउली छ, फुलकोपी चाहिँ पुछारमा चाहिँ मेरो चाहिँ बन्दाकोपी छ। यता साइडमा यो सबै काउली हो। यहाँ चाहिँ सानो खाले बन्द छ। त्यहाँ चाहिँ फुलकोपी त्यो चाहिँ त्यो पनि बन्द हो। त्यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मेरो चाहिँ धनियाँ छ। यहाँ साइडमा टमाटर छ भने यो साइडमा चाहिँ साग छ। मेरो सब्जीहरू राम्रो छ, तरकारीहरू राम्रो भएछ। यो यहाँ चाहिँ धनियाँ छ भने यहाँ चाहिँ लसुनभित्र पनि यसरी धनियाँ छरिदिइरहेको छु मैले। यत्तिकै छरिदिँदा पनि राम्रो भइरहेको छ। यहाँ चाहिँ त्यहाँ साइडमा चाहिँ मकै छ भने त्यो पर साइडमा चाहिँ त्यहाँ मकै छ भने त्यहाँ चाहिँ आलु, त्यो चाहिँ आलु छ। यहाँ चाहिँ यस्तै काउली चाहिँ यस्तो राम्रो भएको छ। मेरो सब्जीहरूलाई हेर्न सक्नुहुन्छ। हजुरहरूको सब्जी के कस्तो बनाउनु भयो? मेरो चाहिँ निकै राम्रै भएको छ। त्यहाँ साइडमा चाहिँ टमाटर छ, त्यहाँ साइडमा चाहिँ प्याज छ। यहाँ चाहिँ प्याज, यहाँ चाहिँ बन्दा काउली पनि छ। यहाँ चाहिँ कम्तीमा नि मेरो यो सब्जीहरू राम्रो भइरहेको छ। यहाँ चाहिँ बन्दाकोपी, यहाँ चाहिँ सलक्क काउली यस्तो राम्रो भइरहेको छ। लसुन, यहाँ चाहिँ मकै पनि राम्रो भएको छ। धनियाँ चाहिएको हुनाले धनियाँ पनि हामीले प्रशस्तै छ। हाम्रो धनियाँ छेउकुनामा साग पनि छ। धनियाँ प्याजको लसुनको मुनि हामीले
लसुनका मुनि मुनि हामीले त्यहाँ चाहिँ साग पनि लाउने गर्नेछौँ गरिरहेछौँ। यहाँ चाहिँ धनियाँ लसुन पनि राम्रै भएको छ। हामीले चाहिँ यो चाहिँ खनेर लाएको होइन, यो चाहिँ हामीले बुटिकमा लाएको धानको गाँचमा राम्रो भइरहेछ। यहाँ चाहिँ सक्नुहुन्छ। यहाँ चाहिँ म चाहिँ यत्तिकै बसिरहेको छु। यहाँ गोडमेल गर्दै यहाँ चाहिँ धनियाँ यहाँ छ भने यहाँ चाहिँ टमाटर चाहिँ अहिले चाहिँ राम्रो भएको छैन। टमाटर चाहिँ केमा के कमी भयो, टमाटर चाहिँ अलि मन परेको छैन मलाई चाहिँ। टमाटर अलि राम्रो भएन, फुल खेलिसके टमाटर एट्रेमा फुल खेले। अहिले टमाटरको बिउ चाहिँ राम्रो भएन होला सायद। मेरो सागहरू यो बन्दाहरू निकै राम्रो भएको छ। म चाहिँ अहिले खेतबारीमा गोपीहरू गोड्न आइरहेको छु। म चाहिँ अहिले खेतमा। कस्तो लाग्यो हजुरलाई मेरो भिडियो देखेर? यदि हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है त। मेरो भिडियो हेर्नेलाई हजुरहरूलाई धेरै धेरै धन्यवाद। मेरो भिडियो यसरी नै हेरिराखिदिनु होला। मैले भिडियो बनाउने छु, हेरिदिनु होला, मन पराइदिनु होला। म चाहिँ अलि बोल्न जान्दैन, के कसो भइरहेछ भनिदिनु होला। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। म चाहिँ आगोमा यसो गरेर बसिरहेको छु। यहाँ चाहिँ आगो फुकेर बसिराखेको छु। लाइ त